मौरी किन भाग्छ होला? मौरी भाग्ने चाहिँ मुख्य दुईटा कारणहरू छन्। एउटा रानी अब चाहिँ मजबुत गोलाहरू छ, त्यसमा चाहिँ मौरीको संख्या पर्याप्त भयो भने हुल निर्यासको कारणले मौरी भाग्छ, अर्थात् गोला छुटेर जाने। एउटा गोलामा एउटा रानी अर्को तयार भयो र पुरानो रानी चाहिँ त्यहाँ गोला छोडेर भाग्नेलाई रानी छुट्ने अवस्था अथवा भाग्ने एउटा कारण हुन सक्छ। अर्को चाहिँ मौरीको गोला भाग्नुको कारण चाहिँ त्यहाँ शत्रुले आक्रमण गर्यो बस्न नसकिने अवस्था भयो भने त्यो चाहिँ गृहत्याग। मौरी किन भाग्छ होला? मौरी भाग्ने चाहिँ मुख्य दुईटा कारणहरू छन्। एउटा रानी अब चाहिँ मजबुत गोलाहरू छ, त्यसमा चाहिँ मौरीको संख्या पर्याप्त भयो भने हुल निर्यासको कारणले मौरी भाग्छ, अर्थात् गोला छुटेर जाने। एउटा गोलामा एउटा रानी अर्को तयार भयो र पुरानो रानी चाहिँ त्यहाँ गोला छोडेर भाग्नेलाई रानी छुट्ने अवस्था अथवा भाग्ने एउटा कारण हुन सक्छ। अर्को चाहिँ मौरीको गोला भाग्नुको कारण चाहिँ त्यहाँ शत्रुले आक्रमण गर्यो बस्न नसकिने अवस्था भयो भने त्यो चाहिँ गृहत्याग।